यो 16x16 को पिलरमा यो जुन हाम्रो रिङ हुन्छ नि हैन, अब यो जुन ठुलो रिङ छ, ठुलो रिङले बाहिरको 4वटा डन्डीलाई बाँध्छ। त्यसपछि यो भित्रको अर्को रिङले भित्री 4वटा डन्डीलाई बाँध्छ हैन। अब यो कति बाइ कतिको हुनु पर्यो त, बाहिरको यो रिङ हिसाब गर्नलाई समस्या भएन, किनभने हामीले 1.5 इन्चीको कभर दिन्छ भनेको 16 तयारी हाम्रो पिलर हो भने यता 1.5 र यता 1.5 भनेपछि 3 इन्ची घटाउनु पर्यो, त्यो रहेछ 13 इन्ची आउँछ हैन। अब हामीले यो जुन 16 को लागि हेर्नु 13 को चाहिँ यो 13 को 13x13 को रिङ भयो हैन। अनि यो जुन हुक छ, यो हुक हामीले 2.5 इन्चीदेखि 3 इन्ची राखिरहेको हुन्छ। त्यो धेरै ठुलो राख्यो भने पछि त्यो भाइब्रेटर निडल हुन्छ नि, भाइब्रेसन गर्दाखेरि जुन इतले निडल भाइब्रेटर युज गर्छ, त्यो निडलले ठोकिन्छ है, ठोकेर राम्ररी कम्प्याक्सन हुन पाउँदैन। त्यसो धेरै ठुलो गर्नु त्यो हुँदैन, तर मापदण्ड अनुसार त्यो पुग्नु पर्यो है, 2.5 देखि 3 इन्ची राख्दा पुग्छ। त्यसपछि यो जुन भित्रको डन्डी छ हैन, यो भित्रको डन्डी हामीलाई हिसाब गर्न अलिक गाह्रो हुन्छ कि, किनभने यो यहाँनेरि मोडिएको हुन्छ हैन, यहाँनेरि मोडिएको हुन्छ नि त हैन। हामीले डाइरेक्टली यसलाई स्क्वायर अनि यसलाई स्क्वायर गरेर या हाइपोटेन्युसको फर्मुला युज गरेर निकाल्दाखेरि यो खासै यसमा आउँदैन के, किनभने यसमा हामीले बुझ्नुपर्ने कुरा के हो भने यो जुन बेन्ड हुन्छ, यो बेन्ड गरेको ठाउँमा डन्डीको लेन्थ घटेको हुन्छ है। त्यो हुनाले भित्रको हेर्नु त, भित्रको हामीले लगभग पाउने हैन, लगभग 9.5 इन्ची भाइ 9.5 इन्चीको यसरी रिङ बनाउनु पर्यो है। 16 को पिलर छ भने यसरी 13x13 को बाहिरको रिङ, त्यसपछि भित्रको चाहिँ 9.5x9 को रिङ बनाउँदाखेरि चाहिँ ठ्याक्क मिल्छ है त। बाहिरको समस्या हैन, भित्रको रिङ बनाउँदाखेरि चाहिँ अलिक समस्या हुन्छ क्या है। अब डिजाइनमा यदि हामीले गर्न सकेन भने फिल्डमा यो लगभग 9 इन्चीको एउटा बनाउने हेर्ने हैन, 9.5 को हेर्ने हैन, 10 को हेर्ने, त्यसरी यो हिट एन्ड ट्रायल गरेर ठ्याक्कै एउटा डाइमेन्सन हामीले निकाल्न सक्यो है। खासै ठुलो इस्यु त्यो भएन है। इन्जिनियर भएपछि अलिक बाटो पनि हुन त जरुरी छ नि त है, बुझ्नु जरुरी छ है। अनि अर्को कुरा भनेको यसरी छुट्टा छुट्टै यो डन्डीले यो रिङ बनाउँदा बेटर हुन्छ है। कतिपय अवस्थामा एउटै डन्डीले बनाएको देखिन्छ, त्योभन्दा छुट्टा छुट्टै बनाउँदाखेरि बेटर, किनभने स्ट्रेस आउँदाखेरि यो छुट्टै भयो, यो छुट्टै भयो, छुट्टा छुट्टै स्ट्रेस आउने भयो। अर्को भनेको यो जुन हुक छ नि एङ्कर, यता पनि एङ्कर पायो, यता पनि एङ्कर पायो हैन, र काम गर्न पनि सजिलो हुन्छ कि छुट्टा छुट्टै भएपछि। यदि हामीले यो रिङहरू थप्दैछौँ भने, छुट्टा छुट्टै छ भने थप्नलाई धेरै सजिलो हुन्छ कि रिङ नपुगेको अवस्थामा है त।